हेलो एभ्रिवान, गुड मर्निङ। मेरो मिनी भिडियोमा सबैजना सन्चै हुनुहुन्छ होला। आजको दिन चाहिँ शुभ बितोस् भन्न चाहन्छु साथीहरू। आजको दिनको सुरुवात चाहिँ यसरी हुँदैछ साथीहरू। मेरो सानो कोठा यस्तै छ बसाइ मेरो चाहिँ साथीहरू। आज चाहिँ म एउटा भिडियो बनाउन मन लाग्यो, त्यही भएर म चाहिँ भिडियो बनाउँदैछु। मेरो आपा खस्नु भएको पनि 6 महिना भयो अनि आपाको चाहिँ फोन आइरहेको हुन्थ्यो पहिले अनि अहिले आजभोलि चाहिँ फोनै आउँदैन। त्यही भएर कहिलेकाहीँ चाहिँ यस्तो दुःख लाग्छ क्या, किन नआएको होला फोन, किन नगर्नु भएको होला, पैसा सक्यो कि रिचार्ज सक्यो कि के भयो होला जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यही भएर कस्तो दुःख लाग्छ अनि याद आउँछ। विपन्नमा नभए पनि सपना भए पनि आइदिए पनि हुन्थ्यो जस्तो खालको हुन्छ अनि सपनामा पनि देख्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ। त लाग्छ नि घरको एउटा हिरा गुमाएको छौँ। गुमाउनुको पीडा त छँदैछ। आपा भन्ने शब्द टुटेको छ, कोही कसरी भन्नु सक्छु। मलाई आपाले धेरै योगदानहरू गर्नुभयो, खोइ आपा चाहिँ हामी सामु हुनुहुन्न। त्यही पनि लाग्छ कि उकाली ओह्राली गरेको, मेलापात गरेको, छरछिमेकीसँग गफ गर्दै जिस्किँदै बोलेको हिँडेको आज आएर शून्य भए जस्तो लाग्छ। हामीलाई छोडेर जानुभए तापनि याद सम्झना हामीसँगै छ। आपा हजुर पनि खुसी भएर बस्नु है। यस्तै छ आपा, आफ्नो कर्ममा चाहिँ लेखेको छ त्यही भोग्नु पर्छ। हाम्रो चिन्ता नगर्नु, दुःख सुख यस्तै रहेछ। सबै कुराहरू देखाउन भन्न पनि मिल्दैन। हजुर हामी सँगै हुनुहुन्छ। ल त आपा, धेरै सम्झेको छौँ। आई मिस यु आपा। हजुर हामीबाट टाढा जानुभएको पनि 6 महिना लागेर 7 महिना लागिसक्यो। अब आज भन्दै भोलि भन्दै हामी पनि हजुर भएकै ठाउँमा आउँछौँ आपा। मान्छेको जिन्दगी अजम्बरी त होइन, तर पनि कति धेरै हुन्छ नि। आफ्नो एउटा घरको फ्यामिली गुमाउँदा, आफ्नो घरको एउटा हिरा, एउटा आपा भन्ने बाउ भन्ने शब्द नै गुमाउँदाखेरि कति धेरै पीडा हुँदो रहेछ। हुन्छ नि अरूको आपाहरू देख्दा, अरूको फ्यामिलीहरू कति खुसी भएको हेर्दाखेरि मेरो पनि भएको भए हुन्थ्यो नि। किन यति छिटै मेरो चाहिँ बाबालाई आपालाई भगवानले लगेको जस्तो फिल हुने, कस्तो नरमाइलो हुने रहेछ। यो जुनीमा हजुरको कोखमा जन्म लिए, फेरि पनि हजुरको कोखबाट जन्म लिन पाऊँ अनि हजुरलाई सुखसँग राख्न पाऊँ। यो जुनीमा मेरो कर्मले मलाई यस्तै बनायो। हजुरको भौतिक शरीर टाढा भए पनि हजुरको